हेलो एभ्रिवान, गुड मर्निङ, शुभ बिहानी। आज हामी सुटिङको सेटमा गइरहेका छौँ। हाम्रो यो घर एकदमै सुन्दर छ। यसै गरी हाम्रो टोलीहरू अघि नै आइसके। हामी सुटिङ के कसरी हुन्छ हामी यो ब्लगमा देखाउँदैछौँ। हाम्रो सुटिङको तयारी कस्तो कस्तो हुन्छ। हाम्रो सुटिङ गर्ने घर अनि यी चाहिँ हामी सानी बाल कलाकार आकृति साह्रै नै राम्रो अभिनय गर्छन्। त्यसै गरी यो घरमा हाम्रो सुटिङ सुरु भइसकेछ। आज क्यामेराम्यानमा हुनुहुन्छ विक्रम सर। धेरै पछि भेट भएको, उहाँसँग रमाइलो भयो। साथसाथै मेरो छोरा पनि रोनाल्डोको फ्यान हो नि। हिमाल श्रेष्ठ छोरा पनि रोनाल्डोको फ्यान हो, पोर्चुगल होइन त। एकदम सानैदेखि उसको पनि 7 नम्बरकै जर्सी छ धेरैवटा। हामी पनि दुबईबाट 3-4वटा जर्सी आउँदैछ। उसको नाम लेखेर 4 दिन आउँदैछ। यसपालि के छ त, वर्ल्ड कप जित्छ त हाम्रो। अलिक गाह्रो छ, आश त सदैव त्यही हो, तर पनि गाह्रो छ लागोस्। जस्तो हाम्रो सिरियलको भ्युज मजाले आओस् होइन, सब्सक्राइबर बढोस्, एकदम राम्रो हो सिरियल। एउटा समाजमा राम्रो के अरे सन्देश दिन पाओस् भन्ने हाम्रो आशा साथै पोर्चुगलले पनि जितोस्, रोनाल्डोले जितोस् भन्ने आशा छ। दुवैजना हानथाप गरेछन्। सिन नपारै हो त रिसाको नानी। नानी सिन नपारे रिसा के होस्। हामी मसँग कट्टे कि डाइरेक्टर साहब कट्टे। यो रातो भेस्ट लाउने डाइरेक्टरलाई कुटिदिएन। ओइ नानी, त्यो रातो भेस्ट लाउने डाइरेक्टरलाई कुटिदिए, सिन किन नलेखेको भनेर। हेर्नु न, हाम्रो टोली यस्तै छ। यी रमाइलो गर्दै सुटिङ पनि खिचिन्छ, हाँसी मजाक पनि गरिन्छ। साथसाथै यो आकृतिलाई कुटिँदैन भनेको तम्सेर कुट्न हिँडिहाली थिए। ओइ त्यसो चाहिँ गर्नु हुँदैन भनेर यसलाई पनि एकछिन रोकियो हामीले। ओहो, यहाँ फेरि हाम्रो पारेको डान्स चलिरहेछ। कम्मर लचक लचक मड्काएर मुसु मुसु हाँसेर यस्तै छौँ है हामी त। आउनुहोस् है हाम्रो टिममा। हामी चाहिँ नि अहिले चितवनमा छौँ। यस्तो गर्मी छ कि यस्तो गर्मी छ कि सिरियलको लागि यहाँ आएको नयाँ ठाउँमा भनेर, तर लास्टै गर्मी रहेछ। यति गर्मी जाडो भयो, ज्याकेट लिएर आउनु यार। यस्तो गर्मी हुन्छ भने थापाको भए त आउँदै कट गरेकै थिएन, जाडो छ भन्ने कुरा झुट बोलेको फुकालिहाल्यो। हाम्रो टोली अहिले सुटिङ सकेर यसरी यहाँ बसिरहेछन्, रमाइलो पनि गर्दैछौँ। यही दुई स्वास्नीको कोही जेठी स्वास्नी, कान्छी स्वास्नी, उता बा ससुराबा। नमस्कार सबैजना नमस्कार। म चाहिँ नमस्कार भन्छु। मलाई साह्रै बिजोग छ स्वास्नीले कुट्छन् भने। सुटिङको लागि अवस्थामा सुटिङ भइरहेछ यहाँ। सुटिङ हामी देखाउँदैछौँ। ओहो भाउजू नमस्कार। नमस्कार बाबु। निकै चिन्तित देखिनुहुन्छ, के भयो? के हुनु बाबु, घरको दुःख घरमै सीमित नहुँदो रहेछ। मन धेरै भारी भएको छ। हाम्रो डाइरेक्टर सर एकदम व्यस्त हुनुहुन्छ। फाइनली हेर्दा हेर्दै अब मेरो सुटिङको पालो आयो। हेर्नुहोस् त, म यहाँ सुटिङको क्रममा हल्का कन्फ्युजन भइरहेको छु। यहाँ धानको बिउ लगाएको रहेछ, त्यो बिउमा उम्रेका झारहरू उखेल्नुपर्ने।
म चाहिँ झुक्किएर बिउ खेल्नु हो कि भनेर कन्फ्युजन भएपछि आमाले यो टिप्नु न, यो सुगरको दबाई हो, केही फरक पर्दैन भनेपछि मैले आमाले बताए अनुसार टिप्दैछु। र यतातिर मेरो सुटिङको क्रम जारी छ भने यतातिर हेर्न सक्नुहुन्छ बिउमा टन्नै झार पलाएका छन् उता क्यामेराम्यान, साथै उहाँ हाम्रा टिमका साथीहरू बसिराख्नु भएको छ र पर पनि साथीहरू बसिराख्नु भएको छ कुवामा पर्खेर सिन हेरेर भने यता मेरो सुटिङको क्रम जारी नै भइरहेछ र अहिले म आफ्नो सुटिङमा व्यस्त हुँदैछु।